कोका कोला भित्र फेरि कोलगेटलाई हालिरहेछ, यसलाई मिक्स गरिरहेछ। उता भाँडामा चुलाको बर्नरलाई राख्यो, फेरि त्यसमाथि त्यो कोल्ड ड्रिङ्क हालेपछि यसलाई 5 मिनटसम्म राखेपछि यो त एकदमै साफ भयो त। के यसरी पनि साफ हुन्छ त? ल साथीहरू हामी पनि ट्राई गर्नु पर्यो है। ल साथीहरू यसलाई ट्राई गर्नको लागि चाहिँ मैले ल्याइसकेको छु यो कोका कोला, अनि यो कोलगेट, अनि यो ग्यासको बर्नर। हेर्नुस् त कति कालो कालो भइसकेको छ, यो धेरै नै गन्दा भइसकेको छ। ल हेरौँ है यो र यो मिक्स गरेर चाहिँ यसलाई साफ गर्छ कि नै, यो ह्याक काम गर्छ कि नै। साथीहरू भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला है। सबैभन्दा पहिला यसलाई खोल्छौँ अनि यो भित्र हाल्छौँ हामीले यो कोलगेटलाई। मैले चाहिँ मजाले यो भित्र कोलगेटलाई एड गरिसकेको छु। अब यसलाई मिक्स गर्छौँ। कलरै चेन्ज भयो त साथीहरू यसको त। र साथीहरू अब यो चाहिँ मैले भाँडा ल्याइसकेको छु, अनि यो चाहिँ ग्यासको बर्नर यसमा हालेर अब चाहिँ हामी यो भित्र यसलाई एड गर्छौँ। साथीहरू यो त पुरै कोलगेट एड गर्ने बित्तिकै ग्यास चाहिँ धेरै भयो जस्तो छ। अब यसलाई चाहिँ हामी यहाँ भित्र एड गर्छौँ। ल साथीहरू यसलाई चाहिँ हामीले यहाँ भित्र एड गरिसकेपछि अब हामी 5 मिनटपछि यसलाई हेर्छौँ यो साफ हुन्छ कि हुँदैन। फाइनली साथीहरू 5 मिनट चाहिँ पुरा भइसकेको छ। अब हामी हेर्छौँ कि यसले काम गर्यो कि गरेन। साथीहरू हेर्नुस् त अलिअलि चाहिँ गरे जस्तो छ यसले काम। यहाँनिर चाहिँ पुरै कालो थियो होइन साथीहरू, अलिअलि ब्राउन ब्राउन जस्तो कलर देखाइरहेछ। ल साथीहरू जस्तो भिडियोमा देखाएको छ त्यस्तो चाहिँ यसले काम गर्दैन, तर यसले साफ चाहिँ एकदमै धेरै गर्छ। साथीहरू भिडियोमा जस्तो सेतो बनाएको थियो त्यस्तो त बनाउन सकेको छैन, यसले साफ चाहिँ धेरै नै गरेको छ साथीहरू। ल साथीहरू आजको भिडियो चाहिँ यति नै। यदि भिडियो मन पर्यो लाइक कमेन्ट सेयर गर्नुहोला।